नमस्ते साथीहरू, के छ? सन्चै हुनुहुन्छ होला? म पनि एकदम सन्चै छु। म हजुरहरूलाई एउटा श्लोक सुनाइरहेको छु। आलसस्य कुतो विद्या, अभिधस्य कुतो धनम्, अधनस्य कुतो मित्रम्, अमितस्य कुतो सुखम्। नैषुप्तस्य सिंहस्य प्रभृति सन्ति मुखे मृगाः, पुस्तकेषु च या विद्या परा हस्तागता धनम्। कार्यकाले समुत्पन्ने न स विद्या न त धनम्, वरमेको बुढी पुत्रो न च मूर्ख सत्तन्यपि। एकचन्द्रस्तमो हन्ति नहि तारा गणोऽपि च, प्रियवाक्यप्रदानेन सर्वे तुष्यन्ति जन्तवः। भेको धावति तं च धावति फणिं, सर्पं शिखिं धावति व्याघ्रो धावति केकिनं विधिवशात् व्याधोऽपि तं धावति। सस्वाहार विहार साधना विधौ सर्वे जना व्याकुला, काल तिष्ठति पृष्ठत कचधर केन अपि न ज्ञायते। स्त्री चरित्रं पुरुषस्य भाग्ये, दैम न जाने कथो मनुष्य। यावत् जीवेत् सुखं जीवेत्, घृणातो परित्रायते। जटाकटा हसं भ्रमन् भ्रमन् नीलिं फणिर्झरि, विलोलभि चिवल्लरि विराजमान मूर्धनि। धगद् धगद् धगज्ज्वलल्ललाटपट्टपावके, किशोरचन्द्रशेखरे रते प्रतिक्षणं मम। धराधरेन्द्रनन्दिनी विलासबन्धुबन्धुर, स्फुरद्दिगन्धसन्तति प्रमोदमान मानसे। कृपाकटाक्षधोरणे निरुद्धधुर्धरापदे, क्वचिद्दिगम्बरे मनो विनोदमे तु वस्तुनि। आपदामपहर्तारं दातारं सर्वसम्पदां, लोकविरामं श्रीरामं भूयो भूयो नमाम्यहं। मुनित्रयं नमस्कृतं जननी जन्मभूमिश्च स्वर्गदपि गरीयसी। महामहनीय मेधाविन् त्वदीयं स्वागतं कुर्म। जयतेऽधिकं जन्मदा वज्र, लक्ष्मी आउँछिन् खोजित्यो रज। दैत्यहरू तिम्री हुँ अब, तिम्रो चिन्तना गर्दछौँ अब। कको चेष्टा बको ध्यानं, स्वर्ण निन्द्र तथैव च। अल्पाहारे गृहत्यागं, विद्यार्थी पञ्चलक्षणम्। परोक्षे कार्य हन्तारं, प्रत्यक्षे प्रियवादिनं। वर्जयतं देशमित्रं, विषकुम्भं पयोमुखम्। अथावमानेन पितुप्रयुक्त दक्षस्य कन्या, भवपूर्वपत्नी सती सती योग विशिष्ट देहा। ताजन्मने शैलवधू प्रपद्ये, सावोधरणं मदीपेन तस्य समाधि मध्ये भूप आदिभव्य। हरिः ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवाः, स्वस्ति नः पूषा विश्ववेदाः, स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः, स्वस्ति नो बृहस्पतिर्दधातु। यस्य बुद्धिर्बलं तस्य निर्बुद्धिस्तु कुतो बलम्, पश्य सिंहो मदोन्मत्तः शशकेन विनाशितः। तिमी मेरो जीवनको त्यो खाली ठाउँ हौ जुन कसैले भर्न सक्दैन। प्रेममा यस्तो हुनुपर्छ कि एक अर्कालाई बुझ्नको लागि शब्दहरूको आवश्यकता नहोस्। सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ। मेरो सपना पुरा गर्न तिम्रो साथ चाहिन्छ, किनकि तिमी नै मेरो सबैभन्दा ठुलो प्रेरणा हौ। प्रेममा यस्तो हुनुपर्छ कि तिम्रो कमीलाई अरू कसैले पुरा गर्न नसकोस्। जिन्दगीमा यति धेरै प्रगति गर्नु छ कि मलाई छोडेर जाने मान्छेले पश्चाताप गरोस्। मुस्कुराइरहनु नि शत्रुलाई सजाय हो। घरमा खुसी, मनमा शान्ति र तिमीसँगको साथ नै मेरो जीवनको सबैभन्दा ठुलो लक्ष्य हो प्रिय। तिम्रो हात समातेर यो जीवनको अन्तिम सास फेर्नु नै मेरो सबैभन्दा ठुलो सपना हो। देखिने सबै कुरा सत्य हुँदैन र सत्य कुरा प्राय देखिँदैन। जुन कुराले तिमीलाई समस्यामा पार्छ त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ। गुनासो आफैसँग छ, जसलाई आफ्नो भन्यो उही पराई बनिदिन्छ। हामी दुई मिलेर एउटा सुन्दर संसार बनाउँछौँ जहाँ केवल प्रेम र खुसी होस्। सफलताको शिखरमा पुगेर तिमीलाई